The king of Lanka, the Ravan, will be run down after some time, guys. So this program is going on in Darjeeling at GDNS ground. यो चाहिँ गाइस आज रवन जलाउने दिन है यहाँ जिटिएनएस ग्राउन्डमा चाहिँ एकछिन बादमा 1-2 घन्टा बादमा चाहिँ जलाइन्छ यस्तो छ। हामी चाहिँ म र मेरो वाइफ यहाँ आइरहेको छ है। किन यस्तो राम्रो लाइट भएर रहेछ है, त्यो लाइट भएर त्यस्तो राम्रो चाहिँ आएन है गाई। हम लोग के बीच में अब एक और गीत आने जा रहा है आयशा अग्रवाल के द्वारा। आयशा अग्रवाल के द्वारा एक सुंदर प्रस्तुति आने जा रहा है। नेक्स्ट टाइम नाचिए रे अभी क्या भी इधर ए अंदर हाँ मैं भी हाँ तो वही तो बोल रहा हूँ के सोचेको? What are you thinking about? तिमी चाहिँ हेरिने राख्नुहुन्छ मलाई And my eyes are always on you. So obviously said like so a little child is dancing there at the stage, guys. But so I think I cannot record it because the copyright also होला है। यो गर्यो नि बोली बस्यो भने चाहिँ हो फेरि कपिराइट आउँछ नि। आउँदैन होला बोली बस्यो भने चाहिँ कि है। अब योमा चाहिँ है अब बोली बस्नै पर्छ गाइस, यतिकै छोड्नु सक्दिनँ है, फेरि कपिराइट आउँछ टेन्सन छ है। अस्ति पनि एउटा प्रोग्रामको यसरी हालेको थियो है, त्यति बेला पनि है फेरि कपिराइट आएर मैले डिलिट गर्नु पर्यो है। सो गाइस यसो छ है, राम्रो देखिन्छ नि लाइटले गर्दा। सो यो चाहिँ एउटा वन्दे मातरम गीतमा चाहिँ है एउटा नानी सानो नानीले डान्स गरिरहेका छ। अब यस्तै छ है। अब बेबी यता हेर्दै न एकपल्ट, मेरो बेबीलाई अब भोक लाग्यो जस्तो छ, अब उसलाई घर लानुपर्छ हो फेरि। अन्त साथीहरूको दसैँ चाहिँ कस्तो भयो? हाउ वाज योर दसैँ गाइस? अब योमा चाहिँ अहिले कपिराइट आयो भने चाहिँ डिलिट गर्नुपर्छ है गाइस। म अपलोड चाहिँ गरिराख्छु 10-15 मिनटको यो प्रोग्राम, किनभने यसरी ब्याकग्राउन्डमा अब गीतहरू बज्दा पनि कपिराइट आउँदो रहेछ है। अनि यहाँ रावणले पनि हात चलाउँदैछ, त्यही त रावणले पनि हात चलाउँदैछ, फेरि जिउँदो छ क्या है, जिउँदो छ जस्तो छ है। अहिले यसलाई चाहिँ जलाइन्छ है। रावण विल बी रन डाउन गाइस। नानीको डान्स देख्नु हुँदैछ टाढो। यहाँ चाहिँ यो चाहिँ अब दार्जिलिङ जिडिएनएस ग्राउन्डमा हो, युनिक मार्केटको तलपट्टि। अन्त यस्तै छ है। अब मलाई चाहिँ अब त्यही टेन्सन गाइस, यो हाले चाहिँ कपिराइट आउँछ भन्नु यो ब्याकग्राउन्ड गीतले गर्दा, त्यही कारण चाहिँ बोली बसेको है। सो बुझिदिनु होला। बेबी रावण को थियो भन त? रावण चाहिँ लङ्काको राजा थियो। रावणले चाहिँ प्रभु राम चाहिँ वाइफलाई चाहिँ लभ हुन्छ है। अन्त त्यसरी नै रामले चाहिँ अब मारेको हुन्छ रामले चाहिँ मारेको हुन्छ है। रामको वाइफ सीतालाई चाहिँ रावणले चाहिँ किडन्याप गरेको हुन्छ होइन? किडन्याप गरेको हुन्छ है, किनभने सीतालाई चाहिँ पुरा मन पराउँथ्यो नि त। तर लक्ष्मणले त वार्निङ दिएको थियो होइन, अब यो सीतालाई यो लक्ष्मण रेखा चाहिँ पार नगर्नु भनेर है। ए एन्डिङ भयो।
यो कहानीबाट चाहिँ के बुझ्छ भनेपछि चाहिँ अब जहिले पनि है सत्यको होइन राम्रोको जित हुन्छ भनेर है सत्यको जित हुन्छ है जहिले पनि राम्रोको जित हुन्छ है अब कर्म राम्रो गर्नु पर्यो है काहीँ न काहीँबाट कर्मको राम्रो गरेको छ भने राम्रै फल पाउँछ होइन नानीको पनि डान्सहरू सक्यो है गाइस अब यी है अब अर्कोले डान्स गर्नु आउने होला बेबी एकपल्ट आज त श्रीरामले चाहिँ रावणलाई मारेको होइन जय श्रीराम भनिदेऊ न जय श्रीराम जय श्रीराम जय श्रीराम है उसले पनि भन्यो यहाँ है यहाँ दार्जिलिङ जिडिएनएसमा है ज्यादा तपाईँहरूले आज नेपालीहरूलाई हाम्रो गोर्खा नेपालीहरूलाई देखेको छैन किनकि आज चाहिँ किन बेबी किनकि हाम्रो युनाले बेसी मान्दैन नि त है थ्याङ्क यू सो मच है सक्यो है यो गीत पनि अब चाहिँ है एउटा गीत हाल्छु है गाइस अन्त 15 मिनटको अपलोड गरिदिन्छु है जबान्न एउटा नेपाली गीत सुन्नु पायो है एकछिन पक्रिन्छौ नानु हात दुखो 20 मिनट जस्तो हालिदिउँ न ल आज के इस सभा के सभा अध्यक्ष महोदय, भोजपुरी समाज के अध्यक्ष माननीय श्री लाल बहादुर प्रसाद जी, पार्वती भोजपुरी नारी मंच की अध्यक्ष श्रीमती माधुरी प्रसाद जी, अखिल भारतीय मध्यदेशीय वैश्य सभा महिला समिति की अध्यक्ष महोदय श्रीमती करुणा गुप्ता जी, मार्ग के आए हुए हमारे सम्मानित श्री दादू जी एवं सभी संस्थाओं से आए हुए इस सभा में सभी महानुभावों का मैं हार्दिक अभिनंदन गाइस यहाँ देख सकते हो आप ना ज़्यादा बिग्रे ऊपर से लेकर नीचे तक अन्त नि गाइस त्यो अस्तिको हालेको छु नि मैले फुलपाती सेलिब्रेसन इन दार्जिलिङ त्योमा चाहिँ अब अलिकति बिचमा अलिकति भोइसहरू म्युटेड पाउँछ होला है त्योमा चाहिँ एक्चुअली कपिराइट आएर डिलिट गर्नु परेको है साह्रो पर्छ है साह्रो पर्छ कपिराइट आउँछ फेरि हो साह्रो पर्छ त्यही कारण चाहिँ हामीले है हामी कन्टेन्ट क्रिएटरहरूलाई साह्रो छ है कहिलेकाहीँ है कपिराइट पनि मार खान्छ ब्याकग्राउन्ड कोही बेला फेरि कति राम्रो राम्रो भ्युजहरू आएको हुन्छ है अस्तिको त हाम्रो भाइरल भएको थियो तर डिलिट गर्नु पर्यो लास्टमा डिलिट गर्नु सबैको हुँदो रहेछ त्यसलाई हामी चाहिँ बेसी पहिला बनाउँथेन है सो हामीलाई अब धेरै कुराहरू थाहा हुँदैछ हामीलाई है के गर्नुपर्ने कस्तो हुँदो रहेछ रावण चाहिँ है बेबी रावण चाहिँ अब है लङ्काको राजा थियो है गाइस तपाईँहरू कतिलाई थाहा छैन भने रामको वाइफ सीतालाई चाहिँ उसले चाहिँ अपहरण गरेको है किडन्याप गरेको है गरेर चाहिँ है ही वान्ट्स टु म्यारी है किनभने सीता चाहिँ एकदमै राम्री थियो है अन्त थियो भन्छ है अन्त रावणलाई चाहिँ मन पर्थ्यो रहेछ है अन्त बिहा गर्नुको लागि रूप चेन्ज गरेर आएर चाहिँ मेरो वाइफलाई आज रावण जलाएको हेर्नु ल्याएको है तर आज हामी सायद बस्नु पाउँदैन होला अब जान्छ है किनभने अझै 2 घन्टा जस्तो त लाग्छ मिनिमम है 6 बजीसम्म 9 बजीतिर जलाउँछ कसरी थाहा भयो पहिला हेरेर वाकै लाग्यो अघि मैले ऊ घरमा पनि सोधेको थिएँ नि त 9 बजीतिर भेनालाई सोधेको थियो नेपालीहरूले त्यस्तो रावण जग्गातिर आउँदैन बेसी हामी चौरास्तामा अब चाहिँ को हो हेरौँ न त अब फेरि एउटा डान्स हुने रहेछ है
पिया है भन्दै वाउ यो चाहिँ मलाई त मन पर्छ यो चाहिँ हो यो चाहिँ वान अफ माई फेभरेट सङ अब चाहिँ योमा चाहिँ अलिक बोल्नु है बेबी फेरि कपिराइट तपाईँ पनि बोल्नुहोस् न ल अन्त ल ल अन्त गाइस यो चाहिँ मेरो एकदमै फेभरेट सङ हो कुन गीत हो यो बेबी बोरे पिया भन्ने ए हिन्दी song हो? हिन्दी सो बोल्नुपर्छ यसमा चाहिँ रोबोटिक डान्स पो गर्दै न यो दामी है तर डान्स चाहिँ छेउबाट वाउ मुखको छेउ भनेको ए मुखको छेउ फेरि भोइस पुग्दैन ओके त्यस्तो बुझ्यो गाइस यहाँ चाहिँ अब दामी यहाँ छ चाहिँ है ओरिपियामा चाहिँ यो अब हामी एकछिन बाहिर टाढो डान्स भएकोले गर्दै गर्दाखेरि रहेछ है। चाहिँ हामी टाढो भएकोले गर्दा चाहिँ राम्रो देख्नु सकेको छैन है सो बदान अल्सो अगाडि पनि जग्गै छैन है छैन सो यु क्यान बल्ल बल्ल यहाँ जग्गा पाएको है गाइस डान्स एकदम दामी छ डान्स भयो रोबोटिक डान्स गर्दैछ है यस्तोलाई के भन्छ रोबोटिक डान्सै भन्छ होइन होला सायद मलाई पनि थाहा भएन तर एनिमेस डान्स चाहिँ दामी छ है वाउ। डान्स चाहिँ मलाई चाहिँ डान्स गर्नु आउँदैन है गाइस उसलाई चाहिँ आउँछ कि त्यस्तो बेसी त आउँदैन त्यस्तो बेसी आउँदैन। पहिला चाहिँ डान्स गर्थेँ कि तर अँ। अहिले चाहिँ त्यस्तो बेसी चाहिँ ए गर्दिनँ। मलाई चाहिँ झन् ट्याक्कै आउँदैन है म तर डान्स मन चाहिँ पर्छ मन चाहिँ तपाईँलाई? पर्छ मन चाहिँ पर्छ अब आफ्नोमा जुन क्वालिटी छैन त्यो अरूको देख्दा मनपर्छ क्या आफ्नै भएको क्वालिटीको अर्थै हुँदैन है मतलब गर्दैन अब अरूको भएको क्वालिटी नै मनपर्छ मान्छेको जातलाई क्या वी वान्ट वाट वी डोन्ट ह्याभ क्या गाइस ह्युमन बिङ अलवेज वान्ट वाट दे डोन्ट ह्याभ एन्ड वन्स दे ह्याभ इट लाइक दे डोन्ट वान्ट इट एनी मोर यसो छ है दामी छ डान्स है यता रवनजीलाई पनि देखाउँदै गरौँ रिसाउँछ रावणले त हामीलाई हेरेर जस्तो लाग्दैछ रवनको हात पनि चल्छ टाइम टाइममा टाइम टाइममा यसो हातहरू पनि हराउँछ हात पनि चल्छ म हात चल्यो यो यसमा त माधुरी दीक्षित थियो माधुरी दीक्षित चिन्छ तपाईँ चिन्छु त त्यो भोइस पनि कस्तो भएको होइन त्यो भोइस अर्कै टाइपको युनिक छ नि होला सायद उसकै त्यो छ खै त्यस्तै होला हौ फेरि म चिन्दिनँ फेरि त्यस्तो बेसी पहिला खालि सानो हुँदा खालि चिन्थ्यौ दामी छ डान्स चाहिँ है रावणले हात चलायो फेरि चिन्दो रहेछ रावणले हात चलाउँछ यो रावणले हात पनि चलाउँछ एक्सर्साइज गर्दैछ रावण अहिले रावणलाई चाहिँ अब रामले मारेको है मार्छ है अहिले पुरा बमहरूले बन्नेको हुन्छ यो रावणको बारेमा अलिकति सर्ट इन्ट्रोडक्सन होइन रावण चाहिँ बमहरूले बन्नेको हुन्छ गाइस यताको चाहिँ हो लास्टमा चाहिँ धनुकाले हेर्दा जलेको हुन्छ पड्किन्छ है 10-15 मिनट अनि त्यति नै हो सक्छ यति है ए हेर्दा 19 मिनट पनि भएछ है बेबी ओके गाइस बहुत अच्छा फेरि एकपल्ट है यो चाहिँ जिडिएनएस ग्राउन्ड हो युनिक मार्केट दार्जिलिङ बजारको हमारे बीच में जनफ्रंट चैनल के श्री जोतेन भाई भी यहीं पे मौजूद हैं हम चाहेंगे कि हमारे मंच के सदस्य उनको भी खाना के द्वारा सम्मानित करें मैं इस मंच पे मान्छेको भिड हेर्दै छ है बिस्तारै बिस्तारै बढ्दै जान्छ अध्यक्ष श्री संजय गुप्ता जी को आमंत्रित करना चाहूँगा मंच के सचिव उता बस्नु न अलिक हमारे संस्था के मान्छे बस्छ नि त त्यहाँ पनि दिया अलिक उता बस्छ और मान्छे श्री सतीश मिश्रा भैया भी इन लोगों के द्वारा प्रोग्राम हुँदैछ है गाइस आज एक अवार्ड दिया जा रहा है श्री निर्मल जॉन छेत्री मार्ग एनजीओ जी को भूमि मार्ग एनजीओ जो मेरी दार्जिलिंग की बहुत ही सम्मानित एनजीओ है
ये जो लोग असस्त हैं उन लोगों को कानूनी सहायता, जो कमजोर और हाशिए पर बने लोगों को जो सरकार से सहूलियत वगैरह मिल सकती है उसमें जो मदद करते हैं। ये लोग अपने नॉर्थ ईस्ट ये लोग का एक ह्यूमन ट्रैफिक का जो यहाँ पे दिल्ली वगैरह प्लेन साइड में जाता है, बच्चियों का शोषण होता है, उसमें इस मार्ग एनजीओ का बहुत बड़ा योगदान है उन बच्चियों का उद्धार करने में। तो संस्था इनको सम्मानित करके खुद को प्रभावित कर कस्तो रही है। हेरेर छ श्री निर्णय जॉन छेत्री मार्ग एनजीओ। यता देखो न हाम्रो दर्शक दिनहरू अल्छिन्छ सेवा में श्री निर्णय जॉन छेत्री दास जी महोदय आपके द्वारा शिक्षा एवं समाज सेवा के क्षेत्र में समर्पित सार्थक और महत्वपूर्ण प्रयास का पूरा समाज गर्व करता है। खै नानीले हेरेको नभनेको विशिष्ट उपलब्धि हेतु आज रावण दहन एवं संस्कृति एकता समारोह के शुभ अवसर पर आपको सम्मानित करते हुए हम गौरवान्वित महसूस करते हैं। हम हात आपके कस्तो दुख्दो रहेछ है। सुंदर प्रगति एवं मंगलमय जीवन की कामना करते हैं। उम्मीद पुत्र पुरस्कार श्री निर्णय जॉन छेत्री। जोरदार तालियों के द्वारा इनका सम्मान किया जाए, क्योंकि अभी ये जो स्त्री अधिकार पर बोलने वाली संस्था बहुत कम है जिनमें इन लोगों का योगदान बहुत ज्यादा है। मैं जॉन दादू से नम्र निवेदन करूंगा कि वो आकर दो शब्द हम लोगों का जो मंच का परिवार है उनके द्वारा अपने अनुभव साझा करें। सबैजनालाई नमस्ते। विशेष गरी आज दसैँ है अनि चारवटा कुरो छ आजको दिनमा। दसैँ भयो हैन, हाम्रो गान्धीजीको बर्थडे हैन, लालबहादुर शास्त्रीको बर्थडे हैन, अनि अझै एउटा कुरो पनि छ। आजको दिन चाहिँ अन्तर्राष्ट्रिय अहिंसा दिवस हुन्छ, नन भायोलेन्स डे हैन, 2 अक्टोबरमा जहिले पनि पालन गरिन्छ। विशेष गरी म धन्यवाद दिन चाहन्छु हाम्रो यो त बेबी हालेर डिलिट गरिहाल्नु मन रहेछ। यो 10 GB जस्तो हुन्छ, हाई क्वालिटी अल्ट्रा एचडीमा गर्दैछ कि। सेक्रेटरीले जुन चाहिँ मलाई यो अवार्ड दिनुभएको छ हाम्रो मार्ग संस्थालाई, यो एकदमै ठुलो हामीलाई एउटा जिम्मेवारी हो। दार्जिलिङमा हाम्रो 2006 देखि हामी काम गरिरहेका छौँ। मानव तस्करी अनि बाल यौन शोषणको विरुद्धमा हामी काम गरेका छौँ। कतिजना तपाईँहरू हाम्रो अफिसहरू पनि आउनु भएको छ होला। अनि यो गर्दा गर्दा पनि हाम्रो चेम्बरबन्दा भन्ने एउटा जग्गा छ इन्डो बङ्गलादेश बोर्डर, त्यहाँनिर पनि हामी काम गरिरहेका छौँ। त्यहाँनिर हाम्रो रेड लाइट एरियामा हामी स्कुल खोलेका छौँ। मलाई लाग्छ हामीले यहाँनिर नानीहरू नाच्दाखेरि त्यसको हेर्दाखेरि कति भाग्यशाली छौँ हाम्रो है। हाम्रो परिवारमा नानीहरू छ, तर आजको दिनमा कतिवटा परिवारमा नानी छैन। त्यहीँ तल सिलगढीमा एकदमै 14 वर्षको नानी हुँदाको आज कति दिन भइसक्यो होला। आज त्यो परिवारलाई 13 वर्षको त्यो ईशान गुरुङ पनि पाएको छैन अहिले। पाएको छैन त अहिलेसम्म ट्राई हाम्रो डिजिटल इन्डिया भन्छ है, डिजिटल इन्डिया भन्छ। अहिलेसम्म 14 वर्षको 13 वर्षको ईशान गुरुङ भाइलाई ला ब्याट्री सक्यो बेबी, 15% खालि छ। अफ गर्छु ल है गाइस है। अब यति नै गर्नु पायो है, किनभने ब्याट्री पनि 15% मात्र भयो। नाउ हामी जान्छ पनि होला नि। सो थ्याङ्क यू फर मन पऱ्यो भने हाम्रो भिडियो लाइक सेयर कमेन्ट अनि सब्सक्राइब गरिदिनुहोस् होला है। बाई बाई भन्नु न। बाई मेरो प्यार हुन्छ अनि सबैलाई वन्स अगेन ह्याप्पी दसैँ है। ह्याप्पी दसैँ टु यु। मजाले मनाउनुहोस् है। ओके।